अर्जुन प्रश्न गर्छन्, के आफ्नै परिवारलाई मारेर कसैलाई सुख मिल्न सक्छ? यही कारण महाभारतलाई धर्मयुद्ध भनिन्छ। यो केवल हतियारको युद्ध होइन, यो धर्म र अधर्म बीचको गहिरो सङ्कट हो। हरे कृष्ण। श्रीमद्भगवद् गीता अध्याय 1 श्लोक 37। तस्मान्नरः वयं हन्तु धार्तराष्ट्रान् स्वबान्धवान् स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव। अर्जुन भन्छन्, हे माधव, आफ्नै बन्धु र धृतराष्ट्रका पुत्रहरूलाई मार्न हामी योग्य छैनौँ। आफ्नै कुटुम्बको विनाश गरेर हामी कसरी सुखी हुन सक्छौँ? अर्जुनको यो पीडा केवल उनको मात्र होइन, यो हरेक सचेत मानिसको अन्तरावाज हो। जीवनमा पनि यस्ता क्षण आउँछन्, सम्पत्तिको लोभ, पदको चाहना, अहङ्कार वा स्वार्थका कारण परिवार टुक्रिन्छ, सम्बन्ध बिग्रन्छ अनि झगडा हुन्छ। त्यो बेला यदि हामीले शान्त दिमागले सोचेनौँ भने महाभारत जस्तै परिणाम दोहोरिन सक्छ। अर्जुनको अवस्थालाई सम्झनुहोस्। यति ठुलो युद्ध गरेर अन्ततः कसले के पायो? असङ्ख्य जीवनको क्षति, अन्तरात्मामा गहिरो पीडा र इतिहासमा एउटा ठुलो चेतावनी। राधे राधे।